हामी फेरि उठ्छौँ रे अझ बलियो हेर हेर यस्तो हालत बनाइदिएछ यार बाफ रे पुरै डरेको पुरै डरिरहेछ भित्रसम्म वाट इज दिस के कुर्सी थियो होला है सबै ए पुरै 5 स्टारको कुर्सी थियो यस्तो हालत छ के डकुमेन्ट होला त पनि के छ विचार हो बाफ रे ओहो भित्र आगो नै लागेको छ त अहिलेसम्म खोइ त्यस्तै त्यस्तै आइरहेछ धुवा कुन पार्टी हो रे यो एमालेको पार्टी हो एमालेको के नेकपा एमालेको बिल्डिङ च्यासेलवाला होइन जाउँ के हो माथि जाने हो फेरि भड्केला नि बम सम फड्केला नि फेरि ओहो केही छोडेन यार हेर्नुहोस् ओ माई गड माथि आएर बम पड्कायो क्या हो पुरै यो आगो चाहिँ लाग्यो कसरी के यो घरभित्र पसेर आगो लागेको हो क्या अनि अलिकति लाग्यो आगो लाउँदाखेरि त तल पो हुनुपर्ने हो हेर माथि उता पनि पुरै यो के हो भएको यो त एमालेको त होइन नि होइन यहाँ अब सल्के आउँदैछ खोइ यहाँ लाएर यहाँ सन्क्यो हो कि सल्क्यो हो कि हुनसक्छ बाथरुम रहेछ यता ठिक छ ओ बाथरुम पनि कालो भइसक्यो 5 स्टार एमालेको डरेको छैन जस हेर न के हो यो तल हेर ए यो थियो के डायमन्ड हो क्या यो डायमन्ड के हुन्छ ए झुलु मान्छे पनि हेर्छ हाल है यो चाहिँ के हो र अब चाहिँ कहाँ अझै माथि बम पड्केर अनि थाहा हुन्छ आगो लागिरहेछ अहिलेसम्म स्टिल छै आगो चाहिँ लाग्यो कसरी यार यसरी एउटा रुममा लाउँदाखेरि सबै लागेछ क्या हो हेर 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 बिजोग हेर बिजोग जाउँ यहाँ चाहिँ के लागेको छैन जस यहाँ सुरक्षित छ तर यहाँ आगो लाग्नु पर्ने होइन पुरै काठै काट्छ सुरुमा त्यसपछि माथिबाट तलबाट के हो यसमा के छ त यसमा हाम्रा नेताहरूले एमालेको कुन हाउस रे पार्टी कार्यालय एमालेको पार्टी कार्यालय टोयलेटको हाल टोयलेट होइन यो के होला यो अब यो नाम निशान के छैन यो लकर के सामानहरू थियो होला यहाँ ए सब डरेको छ जस अफिस टाइपको केही पुरै डरेको छ ल हेरौ अगाडि
यहाँ एउटा कोठा रहेछ यो के हो यहाँ पनि यो चाहिँ टोयलेटै होला टोयलेट लायक पनि छोडेन टोयलेटको लायक पनि छोडेको छैन यहाँ के हो यहाँ त आगो लागेको छैन त आयो ए यहाँ पो छ त कम्प्युटरको पुरै कामहरू हेर त प्रिन्टरहरू रहेछ फ्रिज केही काम लाग्छ छैन जस्तो छ कुन बुक हो यो है के हो यो खोइ एमआलए होला खोइ अजर्नियो 75 years रे अजर्नियो 75 years जाउँ जाउँ छैन सक्यो यस्तो छ हालत त्यसको अवस्था देशको अवस्था है यसले आएको परिवर्तन हेर हेर त्यो विनाशको लागि यति विनाश भएर चाहिँ हाम्रो देश बन्छ भने ठिक छ होइन अब खै हेरौँ के हुन्छ होला बन्ला त त्यसको लागि गरेको कुर्बान हो खै बन्ला त एकदमै बन्छ जोसका साथ बन्छ बन्यो भने त ठिकै छ त्यो हामीलाई लिनुपर्छ यहाँको त्यो हेर्ने होइन अघिको आऊ न यहाँ ल एउटा म फोटो खिचेर आइहालेँ यहाँ केही लेखा छैन जेस यहाँ पनि हुनुपर्ने थियो ओहो